गाडी चल्छ यिनीहरूको डिप्रेसन म त यहाँ के हेर्छ भने त मान्छे त नि कस्तो पागल हो भएको कुरा हो कि जस्तो मान्छेको जस्तो यिनीहरूको हस्पिटल हुन्छ कहाँ अनि के अरे होटल हुन्छ अनि यिनीहरूलाई यहाँबाट अर्को ठाउँदेखि यहाँ जस्तो यहाँदेखि वहाँ खोलासम्म जानु पऱ्यो भने यिनीहरूको हिँडेर जाँदाखेरि थकै लाग्दैन गाडी हुँदैन ट्याक्सी हुँदैन बाइक हुन्छ तेरिका यार हावा कुरा गर्दैछ मान्छेले यार कहाँ कसो दिमाग यार कहिले माछा पनि कहिले यार के हुन्छ कहिले एक त जुन आफू पागल भएको छ अनि जस्तो यहाँदेखि माछाहरू होइन वहाँ परको 1 किलोमिटर पर खोलामा जानु परेको साथी घर जानु पर्ने कसरी जाने तेरिका यार उनीहरूसँग आफ्नै पकेटा हुन्छ कि उनीहरू पखेटा हिँड्दैन थाक्दैन उनीहरूको हात चाहिँ हामीले यस्तो यस्तो गर्दाखेरि हात दुख्छ त उनीहरूको चाहिँ हात दुख्दैन तेरि कुरा गरि नसकिने रहेछ मान्छेसँग यार म सकिने भयो भएको कुरा गरे माछाहरूको मान्छे जस्तो कहाँ सेवा सुविधा हुन्छ यार यिनीहरूको न काम हुन्छ न केही खानेकुरा हुन्छ न गाडी हुन्छ न गाडी भाडा हुन्छ पैसा नि हुँदैन होला यिनीहरूसँग भोक लाग्यो भने कहाँ जान्छ होला यार